प्रश्न नम्बर 1 नेपालको सबैभन्दा ठुलो मन्दिर कुन हो? अप्सन क पाथिभरा मन्दिर, ख मनोकामना मन्दिर, ग जानकी मन्दिर, घ पशुपतिनाथ मन्दिर। उत्तर ग जानकी मन्दिर, जनकपुर। प्रश्न नम्बर 2 नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन क कोशी, ख कर्णाली, ग नारायणी, घ मेची। उत्तर ख कर्णाली। प्रश्न नम्बर 3 सगरमाथा को अर्को नाम के हो? अप्सन क हिमालय, ख चोमुलुङमा, ग कञ्चनजङ्घा, घ धौलागिरी। उत्तर ख चोमुलुङमा, तिब्बती भाषामा। प्रश्न नम्बर 4 नेपालको कुन ठाउँलाई पूर्वको भेनिस भनिन्छ? अप्सन क पोखरा, ख विराटनगर, ग ललितपुर, घ धरान। उत्तर ग ललितपुर, पाटन। प्रश्न नम्बर 5 सूर्य चिन्ह कुन राजनीतिक दलको हो? अप्सन क नेपाली काङ्ग्रेस, ख नेकपा एमाले, ग नेकपा माओवादी केन्द्र, घ राष्ट्रिय प्रजातन्त्र पार्टी। उत्तर ख नेकपा एमाले। प्रश्न नम्बर 6 नेपालको सबैभन्दा अग्लो झरना कुन हो? अप्सन क रूपाताल झरना, ख पोकली झरना, ग तिनपानी झरना, घ सुलीगढ झरना। उत्तर ख पोकली झरना, ओखलढुङ्गा। प्रश्न नम्बर 7 नेपालको पहिलो प्रधानमन्त्री को हुन्? अप्सन क भीमसेन थापा, ख जङ्गबहादुर राणा, ग टङ्कप्रसाद आचार्य, घ विश्वेश्वर प्रसाद कोइराला। उत्तर क भीमसेन थापा। प्रश्न नम्बर 8 नेपालको कुन राजाले श्री 3 महाराजा को उपाधि पाएका थिए? अप्सन क पृथ्वीनारायण शाह, ख जङ्गबहादुर राणा, ग रणबहादुर शाह, घ त्रिभुवन। उत्तर ख जङ्गबहादुर राणा। प्रश्न नम्बर 9 नेपालको कुन सहरलाई पर्यटनको राजधानी भनिन्छ? अप्सन क काठमाडौँ, ख पोखरा, ग चितवन, घ लुम्बिनी। उत्तर ख पोखरा। प्रश्न नम्बर 10 नेपालमा कुन हिमाललाई बौद्धको आँखा भनिन्छ? अप्सन क मनासलु, ख अन्नपूर्ण, ग माछापुच्छ्रे, घ मनास्लु। उत्तर ग माछापुच्छ्रे।